आज हामी नयाँ बक्स लिएर आइसकेको छु जुन F64 हो। यो बक्स लिएर धेरै अहिले मार्केटमा अपग्रेड हुनुपर्ने हुन्छ मेकानिकहरूलाई, जस कारणले गर्दा अहिले अपग्रेडमा F64 र JCIT को U70 दुईटा बक्स छ र दुईटै बक्स राम्रो छ काम गर्नको लागि। त्यही भएर मैले दुईटा मध्ये एउटा हाम्रो एरियामा U17 भनेर जुन अहिले बक्स आउँछ त्यो बक्स खास गरी आइफोन को युजर को लागि, आइफोन काम गर्ने मेकानिक को लागि बढी परेछ र हाम्रो एरियामा आइफोन को काम अलिक कम भएको हुनाले गर्दा F64 एन्ड्रोइड को लागि बेस्ट बक्स F64 रहेछ। बक्स लिएर आउँछु र यो बक्स आज म ओपनिङ गर्दैछु। यसमा के र किन दिएको छ। F64 बक्स यो केबल छ 1 मिटर होला, 1 मिटर केबल, दुवै साइड USB रहेको छ, USB टु USB केबल। पहिले को बक्सहरुमा छुट्टै किसिमको केबल हुन्थ्यो। अनि F64 यो भित्र छ बक्स। ये हो हाम्रो F64 बक्स। यस्तो लुक्समा आउँछ। यो बक्समा अहिले के छ भने अहिले आको धेरै बक्समा पनि यहाँ डिस्प्ले दिएको छैन, तर यस बक्समा यहाँ डिस्प्ले दिएको छ। यसले काम गरेको नगरेको, जस्तै आइसीहरु कनेक्ट छ छैन त्यो भन्ने कुरो यहाँबाट पनि, हामी कम्प्युटरमा यदि कनेक्ट ल्याएको छैन भने, सफ्टवेयरमा देखाएको छैन भने यहाँ कीहरुबाट यसको सिस्टम छ, त्यहाँबाट यहाँ आइडेन्टिफाई गरेर आइसी काम गरेछ कि छैन भनेर हेर्न सक्छौ। यसमा एउटै पोर्ट छ, यो एडेप्टर लाग्ने हो र यसमा USB टाइप सी दुई किसिमको केबल युज गर्न सकिन्छ। यसमा यो ISP को लागि जुन अहिले MMC र UFS दुईटैको लागि ISP गरेर जुन आइसी निकालिदैन, लक सक तोड्नको लागि ISP गरेर यसमा जम्पर गरेर हामी लक अनलक कनेक्ट गरेर गर्न सक्छौ गर्छौ। यसपछि अझै के दिएछ हेर्नु पर्दाखेरि